पोर्चुगलको मौसमले पनि दिक्क वाक्क लगाइसक्यो। हावाहुरी हुन्डरी पानी त्यस्तै। आज चाहिँ स्याटरडे मजाले बिहानदेखि घाम लागेको थियो अनि मेरो साथीले चाहिँ जाम हिँड साथी लिस्बनतर्फ त्यहाँ कोलम्बो मल घुम्नलाई भनेर भनी। त्यसपछि म हिँडिहालेँ अनि अगाडि चढ्यौँ हामी मेट्रो पछि हामी अल्मादाम बस्ने भएको भएर बोट चढ्नु पर्ने। मेट्रो पासमा पैसा छ कि छैन भनेर चेक गरेको रहेछ अनि मेरो साथीकोमा चाहिँ नभएर ऊ चाहिँ रिचार्ज गराए। त्यसपछि उनीहरूले चिनेको एकजना दाइ हुनुहुँदो रहेछ, उहाँसँग एकछिन गफसप गरेर अब चाहिँ बोट चढ्ने ठाउँमा हामी गयौँ। अब चाहिँ जाँदैछौँ पारी अनि एकदमै हावा चलिरहेको थियो। हो कुरै छोडौँ, अहिले यसरी हेर्दा त्यो पानी हल्लिएको देखेर कस्तो डर लाग्ने कि 1-2 दिन अगाडि त बन्द पनि भएको रहेछ यो बोटहरू, धेरै हावाहुरी चलेर। अनि सानीलाई भोक लाग्यो अरे अनि उनले खाइन ओरियो, सँगसँगै म पनि बच्चा भएर ओरियो खाइदिएँ। पारी आएको त ओहो हो अल्मदा हामी बस्ने ठाउँभन्दा पनि लिस्बन साइड त लास्टै चिसो र हावाहुरी रहेछ। त्यसपछि हामी चढ्यौँ मेट्रो। पोर्चुगल आएदेखि चाहिँ लिस्बनतिर चाहिँ खासै बसिएन, सिधै क्वार्तेरा भन्ने ठाउँमा गएको अनि त्यहाँ चाहिँ मेट्रो सेट्रो केही नभएको भएर मलाई चाहिँ मेट्रो चढ्नै आएन साथी भनेर सुनाइरहेको थिएँ। म चाहिँ मेट्रोबाट तल झरेर सानीलाई खानु पर्यो अरे चक्लेट, उसलाई क्वाइनबाट चक्लेट निकालेर दिएर अब चाहिँ हामी जाँदैछौँ। मेट्रो स्टेसनबाट बाहिर आएको त यस्तो हावा चलिरहेको थियो, मान्छे उडाउला जस्तो कपाल त उडाएर बेहाल थियो। अनि साथीलाई छिटो जाउँ है चिसो लाग्यो भनेर हामी चाहिँ पस्यौँ मलतर्फ। भित्र पस्ने बित्तिकै त्यहाँ साइडमा चाहिँ छोरीले खेल्ने ठाउँ देखिहालिन्, खेल्न थालिहालिन्। जाम कि जाम भनेको मेन गेटमै छोरी जान मान्नन्, बल्ल तल उनलाई भित्र लिएर यो चाहिँ रहेछ मल। दामी लाग्यो मलाई चाहिँ, म चाहिँ फर्स्ट टाइम आएको थिएँ। टिकटकहरूतिर मान्छेहरूले कति खाइरहेको थियो दुबईको भाइरल चक्लेट ग्रिन कलरको भनेर, अनि यहाँ पनि दुबईको चक्लेटहरू सबै भएको एउटा पसल रहेछ। त्यहाँ हामी पनि छिरौँ न त, ठिक्कको प्राइस भयो लगौँ भनेर भनेको त 40 युरो रे जाबो थोरै चक्लेटलाई होस् भनेर एकछिन हेरेर चित्त बुझाएर अनि हामी त्यहाँबाट निस्क्यौँ। त्यति महँगो त कसले खाइरहेको छ भनेर अनि अलि अगाडि गएको एउटा पसलमा छिर्यौँ, कपडा पसलमा। ऐना देखेर डक्क फोटो खिचिदिइहालेँ अनि सानीलाई खेल्ने सामान किन्नु पर्यो अरे भनेर ड्याडीलाई सताइरहेको थियो यो त्यो गर्दै अनि 1-2वटा सामान उसलाई किनेर अब चाहिँ आउनुभयो हाम्रो महाराज धिराज सरकार। अनि उहाँ चाहिँ हराउनु भएको थियो मलमै, उहाँ नि फर्स्ट टाइम आउनु भएको अरे भनेर आधा बाटोसम्म लिन गएँ। त्यसपछि उहाँको सबैजनासँग भेट भयो। अब चाहिँ हामी जाँदैछौँ एउटा त्यहाँ कपडाहरू लेफ्टिज भन्ने सपमा चाहिँ मलाई राम्रो लाग्छ, सस्तो पनि एकदमै सस्तो लाग्छ। मेरो साथीको बुढालाई चाहिँ म त छिर्दिनँ भनेर भन्नुभएको थियो, जबरजस्ती केटा ग्याङलाई पनि लिएर आएँ। लास्टमा त भरे जो छिर्दिनँ भने मान्छे उहाँले मात्र सपिङ गर्नुभयो यो पसलमा। कति हाँसिरहेको थियौँ हामी चाहिँ यो देखेर। त्यसपछि जारामा गएको एउटा ब्याग चाहिँ मलाई लास्ट मन परिहाल्यो, त्यही पनि सेलमा। केटी मान्छेले सेल भनेपछि त अब नलिने कुरै भएन। ब्याग लिएर खुसी हुँदै म चाहिँ निस्किरहेको थिएँ। मल घुम्दा अब चाहिँ पेटमा मुसा दौडिन लाग्यो। हामी चाहिँ गयौँ सिधै केएफसी, मलाई नि केएफसी मनपर्ने अनि सबैजनालाई केएफसी मनपर्ने भएको भएर सबैभन्दा अगाडि अर्डर गऱ्यौँ केएफसी त आयो। त्यसपछि पिज्जा पनि आयो। त्यसपछि 1 मिनट वेट नगरेर सबजनाले दनादन गर्न थाल्यौँ। अब केएफसी पिज्जा भनेको डेली जसो खाइन नि त, कहिले कसो खाइन्छ अनि कति मिठो लाग्ने। पेट भरुन्जेल खाएर 15-20 मिनट मजाले त्यहाँ अडेस लाग्दै बसिरहेको थिएँ। म चाहिँ एकछिन पछि हामीले सानी नानीलाई खानु पर्यो अरे वाटरमेलन अनि मेरो नि अलिअलि पेट खाली भएको थियो, मैले नि खाइदिएँ। यो मलमा आएर बच्चासँग बिहानदेखि बेलुका भएको नै थाहा नहुने, खेल्ने ठाउँ पनि बच्चाको कति हो, बच्चालाई त घर लिनै गाह्रो हुने रहेछ यो ठाउँमा आइसकेपछि। त्यसपछि हामी छिर्यौँ कन्टिनेन्ट। आज किनेको नयाँ चस्मा लाएर ड्याडीसँग टोकरीमा बसेर सपिङ गर्दैछिन् हामीले सानी नानी। मलाई चाहिँ लास्टै प्यास लाएर पानी किनेर घटघट पिइहालेँ। अब चाहिँ मलबाट बाहिर निस्किने बेला त जाडो छ भनेर मैले ज्याकेट लगाउन थालेँ। त्यसपछि हामी जान थाल्यौँ मेट्रोमा गएको त ओ माई गड खास भिडभाड थियो, खुट्टा टेक्ने ठाउँ थिएन। छोरीलाई नि गाह्रो भइरहेको थियो, मलाई नि सास फेर्न गाह्रो भइरहेको थियो। लिस्बन खासै नबस्ने भएर यस्तो भिडभाडको मेट्रो चाहिँ मैले फर्स्ट टाइम नै चढेँ। पारी अल्मदा जानलाई ठ्याक्कै बोट लागिरहेको रहेछ, छिटो बोटमा चढेँ। मलाई चाहिँ बोट चढ्ने बित्तिकै कस्तो चक्कर आयो, त्यहाँबाट ओर्लेको त एकछिन त बेहोसै हुन्छु जस्तो भएको थियो। त्यसपछि हामी चढ्यौँ मेट्रोमा चढेर ल साथी जानु पर्यो घर भनेर भनेको, हुँदैन मेरो घरमा गएर चटपटे खाएर जाने भनेर भन्न थाली। छोरीले आज किनेको सामानहरू ओपन गर्न थाली, बच्चाहरू त्यही त हुने जिद गर्ने। अनि त्यसपछि साथीले बनायो मिठो चटपटे खाएर उसले बनाएकै भाँडामा खाइरहेको थिएँ। एकछिन मजाक गऱ्यौँ। जे होस् आजको दिन चाहिँ रमाइलोसँग बित्यो। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।